नवलपरासी बर्दघाट सुस्ता पूर्वको गैंडाकोट नगरपालिका 14 भागरबाट हराएका 2.5 वर्षीय बालकलाई 2 दिनपछि सामुदायिक वनबाट सकुशल उद्धार गरिएको छ। भदौ 2 गते बिहान करिब 7 बजेतिर भागरकै हेमकुमारी घर नजिकै रहेको शङ्खदेवी सामुदायिक वनमा च्याउ टिप्न गएकी थिइन्। उनी घर फर्किँदा उनका नाति 2.5 वर्षीय शिवान तामाङ घरमा नभएको अवस्थामा पाइयो। मेरो चोटपटक लागेर चाहिँ अलिअलि छ। कहाँनिर भेट्नुभयो? यो बच्चा चाहिँ 2 गतेबाट हजुर यो गैंडाकोट नगरपालिका वडा नम्बर 14 भागर स्थित को घरबाट चाहिँ नि बिहान 6:30 बजे चाहिँ हजुरआमा च्याउ खोज्न भनेर जङ्गलमा जाँदा पछि लागेको र त्योभन्दा माथि केही माथि उहाँको बाजेले चाहिँ रुँदै गएको देखेको भनेको आधारमा हामी बच्चा जीवितै भेटिन्छ कि भन्ने हिसाबले 2 गतेबाट हामीले खोज्न सुरु गरेका हौँ। र त्यो खोज्ने क्रममा उहाँहरूको घर परिवार स्थानीय जनप्रतिनिधि लगायत हामी सम्पूर्ण टोली गरेर लगभग 150-200 जनाको टोलीले खोजिएको थियो। 2 गते जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट एसपी साहब अनि यो सशस्त्र प्रहरी नायब उपरीक्षकज्यू लगायत हाम्रो टोली गएको थियो भने 3 गते हामी लगभग 35देखि 40 जनाको सङ्ख्यामा सशस्त्र प्रहरी र हाम्रो संयुक्त टोली गएको थियो। र त्यस पछाडि हामीले दिनभरि खोज्यौँ। लगभग 250 भन्दा बढी मान्छेहरूको सहभागितामा हामीले जङ्गल पुरै सर्च गरेका थियौँ र हामीले 2 गते र 3 गते भेटेनौँ। आज चाहिँ नि उहाँलाई 9:30 बजे यो शङ्खदेवी सामुदायिक वन र सुन्दरी सामुदायिक वनको बीचको सिमानामा पर्ने एउटा खोल्छो जस्तो चाहिँ नि भाग छ। त्यसमा चाहिँ ढुङ्गाहरू टन्न ढुङ्गाहरू ढडानहरू छ। त्यो ढडानको माथि ढुङ्गामा बसिरहेको अवस्थामा स्थानीय मान्छेहरूले देखेर खबर गर्नुभयो। हामी चाहिँ खोज तलासमै व्यस्त थियौँ। जङ्गलमा हामीले 4-5 समूह बनाएर चाहिँ खोजेका थियौँ र आज खोज्ने क्रममा यसरी आज बिहान चाहिँ उहाँलाई फेला पारेको। उहाँको अवस्था सकुशल छ र सामान्य निधारमा र गालामा चोट लागेको छ। यसरी यो 2 ठाउँमा चोट लागेको छ। यो चाहिँ ढुङ्गामा यसरी चढ्ने क्रममा दरपरिएर चोट लागेको हुनसक्छ भन्ने हाम्रो बस ऊ आफै नै निस्केको, त्यस्तो अरू कुनै अप्रिय घटना चाहिँ होइन? अप्रिय घटना कुनै पनि हो जस्तो हामीलाई लाग्दैन। बच्चा ढुङ्गामाथि सकुशल फेला पर्यो। हामीले लगातार चाहिँ 3 दिनसम्म खोज्यौँ। 3 दिनका दिन आज 3 दिन भयो। 3 दिनका दिन यसरी ढुङ्गामाथि हामीले फेला पारेको हो र उहाँलाई चाहिँ कसैले लगे जस्तो हामीलाई लाग्दैन। सबै चाहिँ त्यो एरियाको सबै हामी मिलेरै खोजेका हौँ र साथ सहयोग सबैले राम्रोसँग दिनुभयो। अहिले हामी उहाँलाई चाहिँ भरतपुर सरकारी हस्पिटलमा लगेर चाहिँ सामान्य उपचारको लागि त्यहाँ लाँदैछौँ। फर्दर केही भयो भने डक्टरको सल्लाह अनुसार ट्रिटमेन्ट हुने कार्य हुन्छ। यहाँ वडा सदस्यजी हुनुहुन्छ, उहाँ चाहिँ बच्चाको हजुरआमा हुनुहुन्छ। हजुरसँग चाहिँ च्याउ टिप्न गएको बेला हराएको? तपाईँ के गरिरहनु भएको थियो र बच्चा साथमै हुँदा पनि याद गर्नुभयो नि? म अब घरमै सोधेर गर्थेँ। म च्याउ पर्नको लागि मेरो पछि गरहेछ। हजुर तपाईँलाई चाहिँ थाहा थिएन गएको? हजुर मलाई थाहा थिएन। सधैँभर घरमै हुन्थ्यो। त्यसो अहिले चाहिँ इलाका प्रहरी कार्यालय गैंडाकोटबाट खोज तलासी गरेर भेटाइदिनु भयो नि त बच्चा? ल यतापट्टि वडा सदस्य हुनुहुन्छ, तपाईँहरूले चाहिँ कति बेला थाहा पाउनु भएको थियो? हामीले होइन, म त्यो दिनमा चाहिँ सबैजना उहाँहरूले खोज्नुभयो। अलि उता पर्छ। हजुर अनि उहाँ एक्लै पहिला बाबु टोयलेटमा पस्ने बेलामा टोयलेट बाबु गएको के अरे घरै बस्छ भनेर उहाँ च्याउ खोज्न निस्किनु भएको रहेछ। अनि च्याउ खोज्न निस्किने बेलामा अब टोयलेटबाट निस्किँदाखेरि त देख्यो होला बाबुले बजेलाई। अनि त्यसपछि पछि गएर रहेछ। उहाँले पछाडि फर्केर हेर्नु भएन। अनि त्यसपछि अलि माथिको घरको बाजेले देख्दाखेरि बजेले देख्छ होला के अरे सँगै लान्छ होला भन्ने भएर फर्काएन अरे। अनि त्यसपछि च्याउ खोजेर फर्किँदै गर्दाखेरि त्यो अर्को बाजेले देख्ने बाजेले चाहिँ बाबु खोइ त भन्दाखेरि मसँग त गएन भनेर यसरी नै गएको हो, मैले देखेको हो भनेपछि अनि त्यसपछि उहाँले च्याउ फालेर अनि खोज्न जानुभयो। एक्लै खोज्नुभयो पहिला होइन। एक्लै खोजिसकेपछि एक्लैले भेटेन। अनि त्यसपछि बल्ल खबर पाएर फेरि गाउँको मान्छे सबैजना गएछ। सबैजना त्यहाँ गाउँको भन्नाले त्यो भेटको सबैजना गएर पनि नभेटेपछि अनि बल्ल 9 बजेतिर खबर पाएको चाहिँ। अनि त्यसपछि त्यहाँ गाउँको मान्छेलाई फेरि खबर दिएर फेरि पत्ता लगाए उहाँहरूलाई पनि। यसमा चाहिँ अब हामी इलाका प्रहरी कार्यालय गैंडाकोट मात्रै नभएर जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट एसपी साहब आफै फिल्डमा जानुभएको छ। 2 गते हामी सबै संयुक्त रूपले गएका थियौँ र 3 गते डिएसपी अनिल पण्डित सर पनि जानुभएको छ।
त्यस पछाडि रजरबाट इलाका प्रहरी कार्यालय रजरबाट इन्सपेक्टर साहबको कमानमा टोली गएको छ र चाहिँ नि पितौजीबाट चाहिँ नि सशस्त्र प्रहरी नायब उपरीक्षक जिएस साहबको कमानमा टोली 2 गते गएको थियो। त्यस पछाडि निरन्तर रूपले इन्सपेक्टर साहबको कमानमा टोली गएको छ र हामीले बेल्डियाबाट चाहिँ नि वरिष्ठ सही साहबको कमानमा टोली गएको छ। यसरी हामीले संयुक्त रूपले निरन्तर रूपमा खोज्ने क्रममा चाहिँ यो यसरी फेला पार्न सफल भयौँ। सकुशल बालकको हामीले उद्धार गरेका छौँ। यो हाम्रो लागि एकदम ठुलो सफलता हो। जो सुरक्षाकर्मीहरूको संयुक्त पहल साथसाथै स्थानीयको साथले गर्दा पनि हामी सुरक्षाकर्मी त यो हाम्रो कर्तव्य अन्तर्गतै पर्छ। हामीले जानै पर्थ्यो र गर्नै पर्थ्यो। यसमा हामीलाई जनप्रतिनिधि र स्थानीय जनताहरूको भयङ्कर ठुलो सपोर्ट भयो, साथ भयो। त्यसमा हामी एकदमै उहाँहरूप्रति आभारी पनि